महोदय, हामी यो पहिलो अधिवेशनमा उपस्थित छौं। सर्वप्रथम हामी जनप्रतिनिधिको रूपमा मात्र होइन, इतिहासको साक्षीको रूपमा, सङ्घर्षका उत्तराधिकारी, त्यसैगरी भविष्यका निर्माणकर्ताको रूपमा यहाँ उपस्थित भएका छौं। यस अर्थमा कि मेरो दल नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट यहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो जनयुद्धका कमान्डर, त्यसपछि शान्ति सम्झौता र जनआन्दोलनका नेतृत्वकर्ता कमरेड प्रचण्डले 2079 को निर्वाचन जतिखेर स्वतन्त्र तर्फबाट वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह जित्दै हुनुहुन्थ्यो, जतिखेर चाहिँ हर्क साङपाङ धरानतिर जित्दै हुनुहुन्थ्यो, जतिखेर माननीय रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर नयाँ अभियान चलाउँदै हुनुहुन्थ्यो, त्यतिखेर उहाँले भन्नुभएको थियो यो पुराना दलहरूलाई एउटा च्यालेन्ज आयो भन्दा होइन, पुराना दलहरूलाई च्यालेन्ज मात्रै होइन कि लोकतान्त्रिक गणतान्त्रिक एउटा फुलबारीका सुन्दर बगैँचाका सुन्दर फुलहरू हो भन्नुभएको थियो। आज त्यही कुरा आज सम्झना भइरहेको छ कि आज एउटा सुन्दर फुलको रूपमा हामी यहाँ जम्मा भएका छौँ। 10 वर्षको जनयुद्ध गर्दै गर्दा, शान्ति सम्झौता गर्दै गर्दा, जनआन्दोलन गर्दै गर्दा यहाँ हामीहरूले सम्झ्यौँ 20 वर्षपछि सम्झ्यौँ भने मुस्किलले 7 जना महिला सांसदहरू धेरैजना हुँदा हुन्थ्यो भने आज 34% माननीयज्यूहरू यहाँ महिला माननीयज्यूहरू हुनुहुन्थ्यो। 10 वर्ष 12 वर्ष अगाडि हामीले बजेट बनाउँदै गर्दा जेन्डर रेस्पोन्सिभ बजेट भनेर कुरा गर्थ्यौँ, त्यतिखेर 7-8% महिला दिदीबहिनीहरूको हातमा चाहिँ सम्पत्ति थियो, चल सम्पत्ति अचल सम्पत्तिहरू थियो। आज घर जग्गाको कुरा गर्नु चाहिँ 24% सम्पत्तिको मालिक दिदीबहिनी भइराख्नु भएको छ। हाम्रा दिदीबहिनीहरू, हाम्रा छोरीहरू जन्मिँदै गर्दा हामी अर्काको घर जाने भनेर 20 वर्ष अगाडि भन्थ्यौँ भने आज राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, मुख्य सचिव धेरै रेकर्डहरू कायम गर्नुभएको छ। आज त्यस्तो कमजोर होइन। अघि माननीय सदस्यले चर्चा गर्नुभयो एकजना माननीयको जसले दलित समुदायबाट आउनुभएको छ, माननीय सदस्य उहाँले भन्नुभयो हिजोको माओवादीले, हिजोका नेताहरूले, पार्टीहरूले हामीलाई बोल्न सिकाउनु भयो, हामीमाथि अन्याय रहेछ, दमन रहेछ, उत्पीडन रहेछ भन्ने कुरासम्म महसुस गर्दैनथ्यौँ, तर आज हामीलाई महसुस गराइयो भनेर उहाँले नै भन्नुभयो। आज माननीयजी यहाँ उपस्थित हुनुभएको छ, गौरव महसुस भएको छ। हामी कसले जित्यौँ, कसले हार्यो, को आयो, कुन पार्टीबाट आयो भन्दा पनि हामी नेपालीहरूले जितेका छौँ। त्यसैले हामी यो पार्टी त्यो पार्टी भन्दा पनि, यो पार्टीको राजनीति यो पार्टीको नीति भन्दा पनि हामीहरूले, हाम्रा अग्रजहरूले विभिन्न नीतिहरू प्रयोग गर्नु जसबाट हामीले व्यवस्था बदल्यौँ। व्यवस्था लोकतान्त्रिक व्यवस्था, सङ्घीय व्यवस्था, समावेशी व्यवस्था, न्यायपूर्ण सामाजिक न्यायसहितको व्यवस्था निर्माण गऱ्यौँ, जसबाट आजको यो रङ्गीन इन्द्रधनुषी आज हामी संसद पाएका छौँ। यो हाम्रो गौरव हो। निश्चय पनि हामी पुराना भनिएका दलहरू जसका विचार राजनीतिमाथि प्रश्न उठेका छन्, जसका व्यवहारमाथि प्रश्न उठेका छन्, हामीले नगरेका होइनौँ। मैले 2 वर्ष अगाडि बजेट पेश गर्दा जतिखेर हामी चाहिँ राष्ट्रपतिका मान्यज्यूहरू हामी सँगै संसदमा थियौँ, के मन्त्रीज्यूहरू यही समकालीन मन्त्रीज्यूहरू यहाँ हुनुहुन्छ, उहाँहरूसँग हामीले आँकडाहरू प्रस्तुत गर्दा कि हामी चाहिँ लोकतान्त्रिक गणतन्त्रको यो पछिल्लो विकास गर्दा एउटै मात्रै उदाहरण कि 18 वर्ष अगाडि जम्मा 19,000 किलोमिटर बाटो रहेछ, आज हामी 1.25 लाख किलोमिटर बाटो छ। त्यो क्रान्ति हो, त्यो उपलब्धि हो। अरू धेरै पूर्वाधारहरू कुरा गरौँ, धेरै कुराहरू विद्युतीकरण अरूहरू, तर आज नवयुवाहरूले चाहिँ भदौ 23-24 कुरामा आउँदा त्यो कुरा स्वीकार गरे। नवयुवाहरूले यो कुरा हामीले स्वीकार्नुपर्छ र प्रश्न उठाए। यस प्रकारको विकासले मात्रै पुगेन, यस प्रकार गतिले पुगेन, यस प्रकारको शासन सुशासनले पुगेन भनेर त्यो एउटा सडकमै विद्रोह गरेको अवस्था हो। त्यसलाई हामी स्वीकार गरेर निर्वाचनमा गयौँ, निर्वाचनबाट जनमत आएको छ, जनमतलाई हामी सबैले स्वीकार गरेका छौँ। हामी एउटा नेपाली कम्युनिस्ट पार्टी लोकतान्त्रिक आचरण व्यवहार पद्धतिमा विश्वास गर्छ, संविधानमा विश्वास गर्छ। हामी रचनात्मक रूपले सरकारलाई सहयोग गर्न तयार छौँ, त्यसैगरी आलोचनात्मक प्रतिपक्षको रूपमा हामीले भूमिका खेल्नेछौँ। म यो कुरा पनि राख्न चाहन्छु सम्माननीय सभामुख महोदय कि हामी आज चाहिँ यो सबै उपलब्धिहरूको जगमा 10औं हजारको बलिदान छ। जनयुद्धको बलिदान, जनआन्दोलनको बलिदान, मधेस आन्दोलनको योगदान, धेरै कुरो पछिल्लो जेनजी नवयुवाहरूको आन्दोलनसम्म सबै त्यो चाहिँ आन्दोलनका शहीदहरूप्रति म आफ्नो दलको तर्फबाट सम्मान र श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सबै घाइते अपाङ्गता भएका साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। शहीद बेपत्ता परिवारहरू जसमाथि सम्मान व्यक्त गर्न चाहन्छु, जसले यो अवस्थासम्म हामीलाई ल्याउनु भएको छ,
निश्चय पनि हामीले हाम्रा कमजोरीहरू के भए, हिजो शासन गर्दा प्रशासन गर्दा के पुगेनन्, केही पनि नगरेका होइनन्, गऱ्यौँ तर पुगेनन्, नपुगेका कुराहरू हामीले आत्मसमीक्षा गर्छौँ, खोटल्छौँ, जनतामा जान्छौँ। र म यही कुरामा एउटा चाहिँ सत्तारूढ दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, यसको सभापति माननीय रवि लामिछाने, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, यहाँहरू सबैलाई मेरो के आफ्नो ऐतिहासिक पृष्ठभूमि या अनुभव यहाँ सेयर गर्न चाहन्छु भने 2064 सालतिर तत्कालीन नेकपा माओवादीले यस्तै खालको झन्डै यस्तै विजय हासिल गरेको थियो। 2074 सालतिर चाहिँ हामी दुई दल मिलेर चाहिँ प्रतिस्पर्धा गऱ्यौँ, पछि चाहिँ हामी पार्टी एकता गऱ्यौँ, झन्डै 2/3 बहुमत थियो। हामीले त्यसलाई सदुपयोग गर्न जानेनौँ, सकेनौँ, हाम्रा सीमाहरू व्यक्त गरे। यस्ता हाम्रा कमीहरूलाई यहाँहरूले शिक्षा लिएर अगाडि कि पार्टीलाई लैजाने, देशलाई लैजाने कुरा गर्नुहोस्। त्यो हाम्रो आफ्नै अनुभव छ कि हामी त्यो कुरालाई तपाईँहरूलाई हामी चाहिँ सहयोग गर्न तयार छौँ। राष्ट्र निर्माणको लागि, राष्ट्रिय स्वाधीनताको लागि, सामाजिक न्याय रूपान्तरणको लागि हाम्रा जति अभ्यास भएका छन्, संविधान संशोधन धेरै कुराहरू पनि यहाँहरूले उठाउनु भएको छ। त्यो कुराहरूमा लोकतन्त्र, गणतन्त्र, समावेशितामा सम्झौता हुन सक्दैन। त्यसलाई अझ परिमार्जन गर्ने, लोकतन्त्रलाई अझ सर्भिसिङ गर्नको लागि हामी तयार छौँ, हाम्रो सहयोग रहन्छ। यो कुराहरू मैले यहाँ राख्न चाहन्छु यहाँहरूसँग। र चाहिँ अन्तिमतिर आउँदा चाहिँ निश्चय पनि नयाँ जनमत आएको छ, यो हामीले स्वीकार गरेका छौँ। यो जनमतलाई चाहिँ हामीले सम्मान पनि गर्छौँ। यहाँहरूलाई काम गर्ने र एउटा खबरदारी, पूर्ववक्ता मान्यले भन्नुभयो जस्तै हामी खबरदारी गर्ने, सचेत रूपले, सक्रिय रूपले खबरदारी गर्नेछौँ। यो हाउसलाई सभामुखजीको निर्वाचनपछि एउटा जीवन्त हाउसको रूपमा साँच्चीकै नेपाल, नेपाली जनता, नेपाली राष्ट्रियताको लागि हाम्रो शिर उच्च बनाउँदै विश्वभरि चाहिँ हाम्रो देशलाई चिनाउन सक्ने, हाम्रो युवाहरूलाई देशभित्र नै रोजगारी सिर्जना गर्न सक्ने, हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न सक्ने। आज पनि विश्व द्वन्द्वमा छ, भू राजनीति असाध्यै जटिल अवस्थामा छ। धेरै विज्ञ, सामान्य प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म, धेरै पार्टीका सभापतिज्यू मान्यसम्म विज्ञ हुनुहुन्छ। तर यो सबै कुरोलाई सन्तुलन गर्दै हाम्रो राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने, देशलाई बलियो बनाउने, हाम्रा जनताका आकाङ्क्षाहरूलाई सम्बोधन गर्ने यहाँहरूको जिम्मेवारी छ। त्यसलाई हाम्रो सहयोग रहन्छ। र हिजोका उपलब्धिहरू मात्रै होइनन्, हिजोका दायित्वहरू पनि छन्। कयौँ कारणले पुरा नभएका शान्ति सम्झौता, त्यसपछिका चाहिँ सङ्क्रमणकालीन न्यायका विषयहरू छन्। त्यसमा पनि अवश्य पनि सरकारले स्वामित्व लिनेछ, किनभने कुनै पार्टी विशेषको होइन, परिवर्तनका लागि भएका आन्दोलनहरूका दायित्वहरू छन्, लगायतका कुराहरूमा हामी सहकार्य गर्न तयार छौँ। निश्चय पनि हामी कसैले अहङ्कार या कसैले लघुताभास गर्न जरुरी छैन। हाम्रा आफ्ना विचार छन्, सिद्धान्त छन्, हामीले आफ्ना विचार सिद्धान्तहरू राख्ने हो। तर देश जनतालाई केन्द्रमा राखेर त्यसमा चाहिँ हामी सहकार्य गर्न हामी चाहिँ तयार छौँ। यति कुराहरू राख्दै फेरि पनि हामी सबै मान्यज्यूहरूप्रति बधाई, शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।